ओके वेलकम टु माई न्यू भिडियो। तपाईँलाई स्वागत छ फेरि पनि है। आजको ब्लग चाहिँ अलिकति काबेलीमा जाने दुईजनाको अचानक सरसल्लाह भएको छ। म र मेरो दोस्त र आज चाहिँ मेरो दोस्त चाहिँ मेरो राइडर हो। म चाहिँ पछाडि बसेर फुल राइडिङको मजा लिँदै ब्लग बनाउने मेरो चाहिँ योजना छ। तर बिच बाटोमा आइपुगेको थियौँ। मेरो घर चाहिँ त्यहाँ तल छ, तल देख्दै हुन्छ निलो चादरको। हुँदै 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 यहाँबाट हुँदै यो भर्याङबाट आउनु पर्ने, तर यहाँ आइसकेपछि मात्रै मैले थाहा पाएँ कि मैले चाहिँ फोन बिर्सेछु। एकदम फोन बिर्सिने बानी छ। र मेरो भाइ चाहिँ फेरि जति कुद्दा पनि नगल्ने भाइ भएको कारणले गर्दाखेरि एकदमै भाइलाई मैले मागेँ। तर भाइको त्यो दुःखमा के छ भन्दा चाहिँ हिजो एकदमै सुन्दरी बहिनीलाई भेटाएको थिएँ भनेर मैले सुनाएको थिएँ बाटोमा। हिजो चाहिँ किन नखिचेको, आज चाहिँ किन खिचेको भन्ने कुरा यहाँ हुँदैछ। हिजो चाहिँ भ्लग नबनाउने त्यस्तो सुन्दरी भेट्दा आज चाहिँ कुद्दै गरेको बनाउने। ल थ्याङ्क यू भेरी मच मेरो भाइ। मेरो दोस्त छ फेरि यत्तै यहीँ नै फरक छ कि मेरो दोस्तको फेरि। यो ठाउँ चाहिँ नि सानोमा मलाई सम्झिँदाखेरि यो ठाउँ चाहिँ यो रोडदेखि जब यहाँ आउँदा चाहिँ नि ठुलो जङ्गल थियो क्या। अनि दिउँसो कालो हुन्थ्यो क्या दोस्त। साह्रो डर लाग्ने। फेरि स्टोरी पनि त्यस्तै सुनिन्थ्यो कि यो कुइनेटोको क्या, त्यो तर्साको पहिलाको प्यारानर्मल एक्टिभिटिज भएको कुराहरू, त्यस्तो कुराहरू सुनाउने। त्यहाँले गर्दा झन् साह्रो हुन्छ नि सानो नानीहरूलाई चाहिँ। अब यस्तो क्या यहाँ रोड छ होइन, स्कुलदेखि यता देखाउनु पनि अब यस्तो भर्याङ यस्तो त थिएन पहिला। यहाँ रोड छ, ठ्याक्कै आउने बित्तिकै यस्तो हुन्थ्यो क्या। आउने बित्तिकै यहाँ कालो, यहाँ सबै जङ्गल भनेर यो कालो हुन्थ्यो नि त। अब अहिले यहाँ घरहरू छ त्यस्तो केही पनि थिएन त्यतिखेर। पहिला त कस्तो दामी थियो त यो होइन, बर क्या हो नि, ठ्याक्क बर थियो, पिपल थियो, कहाँ आनन्द आउँथ्यो क्या बस्दाखेरि नि। म स्कुल भागेर यहाँ ठुलो रुख थियो कि, अनि स्कुल भागेर माथि बरको रुखकोमा बसेर दिनभरि बस्थेँ। तल गाउँदेखि आउने मान्छेहरू चाहिँ बजार आउने मान्छेहरू यहाँ चाहिँ लुगाहरू फेर्ने, मेकअपहरू गर्ने, गफसप गर्ने गर्थ्यो। अनि म त माथि बसेर हुन्छ नि अवलोकन गर्दै बस्थेँ क्या। सानोमा अलिकति बदमासै हुन्छ नि त। मेरो भाइ जोसेफ चाहिँ एकदमै धेरै निन्द्रा प्रेमी हुनुहुन्छ। जसले बाइक निकाल्दैछ। वीरेन्द्र चोक मात्रै खोल्यो होइन। आज राइडर आज हामी काबेलीसँग यात्रा हुँदैछ। बलले त डोजर त कस्तो अगाडि हिँड्नु है, अगाडि दुईजना दोस्त त्यो बनाउँदै गरेको ढोकातिर पो गर्ला एकदमै अप्ठ्यारो उकालो छ है। तर म चाहिँ एकदमै मलाई सेफ लान्छ भन्ने चाहिँ एकदम कन्फिडेन्ट छु म चाहिँ है। तर यार दोस्त यो गाडी कुदाउनु साह्रै सही हुन्छ है। हो मलाई एकदम राइड गर्नु त दामी लागेको क्या यो गाडी पनि। सही हुन्छ। अब एङ्गल एङ्गलबाट खिच्नु ल। वान डे विथ मातृभूमि गिटारिस्ट भन्नु। त्यसो नभनौँ क्या, किन थाहा छ? सोमा पनि यही ज्याकेट लगाएको, यही लुगा लगाएको, भ्लगमा पनि यही, हाममा पाथिबाट जाँदा पनि यही। गिटारिस्ट तर म्युजिसियनहरू यस्तै हुन्छ नि त यार। म्युजिसियनहरू होइन यस्तो पनि हो, ड्रेसअप भनेर पनि हाम्रो सबै पैसा त त्यहीँ पो जान्छ हौ। ग्याजेटहरू किन्नुमा। ग्याजेट पनि कम महँगो पर्दैन। ल ताप्लेजुङ बजार चाहिँ यस्तो छ है। हेर्नुहोस् हाम्रो ताप्लेजुङ बजार, हाम्रो ताप्लेजुङ सहर हेर्दा हेर्न लाग्छ रहर। के हो भने साउदी त तलबाट सुतिरहेछ त। अघि सुत्ने चाहिँ यो पसलको साउदी है। यो यही हो, तलतिर माथितिर यही पसलको साउदी हो अघि सुत्ने चाहिँ। अनि त्यो प्र्याक्टिसको बेलामा त साउदी त नआउने, अनि यार अहिले त सुतिरहेको छ त नि। ल
कताबाट हो हजुर? अनि हजुर कताबाट आउनुभयो? म त यहाँ आएको, हामी तल काबेली जान आँटेको थियौँ। भिडियोमा आउँदा त के हुँदोला नि। मेरो मिथुन दोष एटिएममा गएको छ है पैसा निकाल्नको लागि। अब यो हाम्रो बजार सबै आफ्नो मान्छे मात्रै भेटिन्छ अब यहाँ। मेरो काका र मेरो भाइ पनि हेर्नु त हाम्रो आफ्नै सहर हो नि त यो त। आफ्नो सिटीमा जता गयो आफ्नै मान्छे मात्रै हुन्छ क्या। The one and only Mr. Bhim Madan who is wearing छत्रे टोपी। सिधै जाउँ। ताप्लेजुङको एउटा विशेष खानेकुरा चाहिँ के छ भन्दा एउटा फेमस चाहिँ घोटुवा कफी हो र आज चाहिँ हामी घोटुवा कफी खानु पनि जाँदैछौँ। यहाँ अचानक हाम्रो साथीभाइहरूले इन्भिटेसन गरेको कारणले गर्दाखेरि जाँदैछौँ। तर मलाई पनि खासै त्यति साह्रो चाहिँ गुलियो चाहिँ म त्यति खानु सक्दिनँ। तर पनि साथीभाइहरूसँग बसेर खानुको मजा चाहिँ फरक छ। खाँदैछौँ है त। यस्तो क्या त कफीको फोम चाहिँ बप्पा लाउँछ होइन, तर महभन्दा गुलियो हुन्छ क्या। त्यो अलिकति अलिक हामी जस्तो हार्ड कफी ड्रिङ्क गर्नेलाई चाहिँ सुइटेबल छैन। नट गुड क्या। अब कुन ठाउँमा छ अरे अनि? खै कहाँ छ यार, बोलायो अब हामी यहाँदेखि हिँड्ने भन्दै थियो। जाउँ न त ओदाखेरि लाग्यो चाहिँ कफी खाने एरिया हो। कफी हाउस भन्छ यो एरियालाई चाहिँ। यो ठाउँमा चाहिँ आउनु भने तपाईँले कफी खान पाउनुहुन्छ भन्ने कुरा हो। यहीतिर होला हो जस्तो। एउटा धान नाचेको ल धान नाचेको घरबाट आएको नि हो। अनि ऊ अङ्कललाई चिनेन? म चाहिँ अङ्कल र दाजुलाई दाइ बताउनु त। यति कलिलो छु यार। ओएमजी हामीले चिन्न सक्यौँ न दाजु सेवाहरू धन्यवाद। ओएमजी यस्तो। हजुर उहाँको म बिग फ्यान। ए है उता पनि घुमाउ न तपाईँको पनि अरे। यता आएको पनि उहाँले त चिन्नु भएन कि क्या उहाँलाई? भेटघाट भयो, बिग फ्यान हो नि म। झन्डै तपाईँ र मेरो त अनुहार पनि मिल्दो रहेछ। फेरि झुक्केला नि म भनेर फेरि तपाईँलाई। यहाँ चाहिँ मेरो साथीले अचानक उसको फ्यानहरू बनाएको फ्यानहरू पाएर चाहिँ के अरे गर्लफ्रेन्ड हुनु आँटेको उ चाहिँ। ल अहिले यो प्रुफ राख्नु पर्छ क्या। भोलि पर्सि त कसैले उयो गर्छ कि। ल म पनि त्यही त म विचार गर्दैछु। अस्तिदेखि देखिरहेको थिएँ मैले। ल यस्तो छ है। काबेली जाने कुरा त त्यस्तै हो। बिचमा साथी भेट्यो, यतातिर अब लाग्यो। कोरियाबाट आएको साथी भेटिसकेपछि अब काबेली साबेली सबै अब यस्तै भयो है। साथीले जम भनेपछि बाटो मोडिहाल्यो। सरी आज चाहिँ अब काबेली भ्लग देखाउनु पाइएन। कोरियाबाट आउने साथी चाहिँ हरियो जगत लगाउने आज त हाम्रो काबेली टुर माछा खानु जाने प्लानिङ चाहिँ चेन्ज भएको छ र अब हामी चाहिँ कहाँ कता लागेको दोस्त यहाँ बाटो यतैबाट हो। अरे हो र बजार नजिकै तल तलै त्यो चाहिँ मलाई थाहा भएन। नयाँ बाटो लाँदैछ मेरो दोस्तले। नयाँ बाटो लाँदैछ ल। यस्तै भयो आजको। त्यस्तो दिन छ अनि लुगै नयाँ किन्छु अहिले म। धेरै भइसक्यो क्या मेरो यतै लुगाइ क्या। मलाई केहीको चिन्ता छैन। चिन्ता भनेको सिर्फ एउटा कुराको चिन्ता छ क्या, साला गर्लफ्रेन्ड नै छैन यार। त्यो कुरा चाहिँ पार गर्नुपर्ने छ हौ मैले यार। हाउ क्यान यु गिभ मी एन आइडिया हाउ टु गेट अ गर्लफ्रेन्ड माई दोस्त? के छैन मलाई त अब केही आइडिया नै भएन यार।
तिमीले कसरी बिहा गर्यौ लु त्यो भन नि तपाईँको त आँखा जुदिहाल्यो आँखा जुदिसकेपछि यार यो चिम्सो आँखा मन पराइहालेछ क्या दामी देखिँदो रहेछ ओ तल यहाँदेखि तिमीलाई थाहा छ स्पोर्ट डेट भयो पनि दुई जग्गा केटाकेटीको यहाँदेखि झन् स्पोर्ट डेट भएको यहाँदेखि भित्र पहिला अब काबेली जानुपर्ने मान्छे आज हामी दोकमै हाम्रो समय बितेको छ कफी हाउसमा है दोस्तो अब यो भ्लगको टाइटल चाहिँ के राख्नु हो भाइ ए दोस्त काबेली भ्लग भनेर राखौँ भनेर पुरा भनेको अन्तिममा त कहाँ यार